हेलो गाइज, फेरि पनि वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज चाहिँ हामी केटाहरूसँग यहाँ केटाहरूको कपाल काट्न आएको होइन, कपाल काट्न आएको नि। मलाई चाहिँ यहाँ लास्ट मुड लागिसक्यो, यहाँ टोइलेट जाम भनेको केटाहरू मान्दैन, के गर्नु। जाम न यहाँ हेर्नुहोस् गाइज, जाने मुद्न गाइज। हामी चाहिँ मुद्न गएको अवस्था ओभर सेक्री मुद्दाको भिडियो पनि आउँछ भरे यत्रो पहाड तर्नु पर्छ मुद्नको लागि। ओन्ली फ्यान्स गर्यो, ओन्ली फ्यान्समा मुद्दै गरेको त्यही त। होइन होइन लामो प्रजलले जम्प गरेको अवस्था। राइट सुँगुर च्वाचे च्वाचे उता चाहिँ छ हाम्रो शौचालय होइन। रमाइलो छ एकदम। केटाहरू चाहिँ भागिदिएको अवस्था कहाँ पुग्यो। हामी चाहिँ पिस हानेर आइसक्यौँ होइन। अब चाहिँ हामी घरतिर राखिदिनु लाग्यो। हेर्नु सक्नुहुन्छ यो कुन ठाउँ हो। च्वाचे हान्दियो यहाँ त्यसलाई नचोरौँ यहाँ, साथी रमाइलो कम्ती रमाइलो हुन्छ। थाहा छ पोलेर खाना होइन। अबै त्यसले बाहुन छेत्रीहरूले खानु थालेको यहाँ छ त एउटा इक्जाम्पल। म त पहिल्यैदेखि बच्चैदेखि कालो अरिङ्गल हो, कालो अरिङ्गल भन्दैछु त्यो पनि। गाइस यो चाहिँ हाम्रो कुन ठाउँ हो, डुडामारी डुडामारी होइन। हाम्रो साथी चाहिँ भागदिरा। ओके कहाँ पुग्यो पुग्यो खै दुईजना आउँदा छौँ। अरे अरे ऊ त्यहाँ पुगेछ, हस्तिका बस्ती ब्रो। ऊ ब्रो ऊ त्यहाँ पुगिरहेको छ होइन। रोको त ऊ त्यो दुईजना, हामी दुईजना चाहिँ यहाँ छौँ होइन। मस्त हस्तिका बस्ती ब्रो भेट्नु गएको हामी अस्ति हो। या सक्यो डिजे डिजे स्कुट टु भने हान्यो डिजे डिजे। हामी चाहिँ तलबाट गएको अवस्था हाम्रो गाइस। यो बाटो सिधै जान्छौँ अब हामी। बाटो एकदम गम्भीर भएको अवस्था। मित्रश्री हजुर बाटो एकदम गम्भीर भएको अवस्था देखाइदिन सक्नुहुन्छ। के हो यो? सरकारलाई हामी भन्न चाहन्छौँ के हो यो? यो के हो भन्दाखेरि के हो यो? म भन्दैछु त, यो भर्खर भर्खर यो अब धेरै एक्सिडेन्ट हुन थाल्यो के। अनि एक्सिडेन्ट हुन थालेर यहाँ चाहिँ अब यो रोड अलि बनाउँदैछन्। सायद अब बजेट नआएर होला होइन यस्तो ढिलो भइरहेको। बजेट घपला भयो बजेटमा के भइसक्यो होइन। यहाँ चाहिँ बिग्रे जस्तो छ, हेर्न सक्नुहुन्छ। यहाँ ढुङ्गा के हो यो रोड? यहाँ ढुङ्गा यत्रो छ। के हो यो? यहाँ हामीलाई हिँड्नुको लागि कस्तो अवस्था भइरहेको छ गाइजहरू। पानी छ। के हो रोड यो? यस्तोले हुँदैन होइन, हुँदैन यस्तो। यहाँ पहाड जस्तो बनाइरहेको छ। के हो यो? यो अन्डरग्राउन्ड बाटो हुनसक्छ। उता हेर्न सक्नुहुन्छ हाम्रो गाई बस्तुहरू। के हो यो? यहाँ त तराईमा पहाड छ त। झापामा कहिलेदेखि यस्तो हो? त्यही त झापामा इलामको भाइ साइडतिर यहाँ भ्लगर कुद्दै गरेको अवस्था। म यहाँ एकदम ओहो के हो ल ल ल। रोड क्रस यसरी गरिन्छ गाइज। बक्चोदी गर्दै गरेको अवस्था हो यहाँ। अलिक क्लोजरमा देखाइन्छु म। त्यहाँ बक्चोदी गर्दैछ लौडेहरू। ओइ 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 झर ओइ 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 के गरेको? अच्छा हाम्रो तामाङ साथी बिच्केको अवस्था। बिच्कोस् पाल छैन हामीलाई। ल हामी चाहिँ के गाइज हामी चाहिँ होइन जाने अरे अब धरमपुर पुग्दैछौँ होइन हामी। हाम्रो घरतिर ऊ पर छ। कति फुलबारी चोक पनि आएको छैन हौ। ए हो फुलबारी चोक पनि आएको छैन गाइजहरू होइन। अझै पर छ हाम्रो गन्तव्य टाढा छ। कोसिस हाम्रो जारी छ होइन। त्यस्तै हो, हेर्दै गर्नु होला। यहाँ दुइटा हेर्न ऊ त्यो पहाडी ऊ 20,000 तिरेको। र हामी चाहिँ अब साइकलमा भागेको अवस्था होइन। भागेको भन्दा नि गएको गर्मी हो धेरै। हामी अलिक कालो भइहालेछ। ऊ त्यहाँ त अलिक गोरे गोरे छ होइन। उनीहरू त जति ऊ घाममा हिँड्दा नि के हुँदैन नि त। ऊ पनि गोरै छ छैन है। म मात्र अलिक कालो गाइज। के गर्नु, घाममा नहिँडौँ भन्छौँ, केटाहरूले हिँडिहाल्छ। हेर्नु सक्नुहुन्छ हाम्रो यो फुलबारीको ग्राउन्ड
गभर्मेन्ट छ है के भरे हेलमेट त छैन यार अब 500 रुपियाँ गयो गाइजहरू पैसा चाहिँ यति छ अब यतिमा मान्यो भनेपछि हो होइन म हजुरलाई देखाउँछु पैसा चाहिँ यति छ होइन अब मान्यो भनेपछि दिने हो हामी चाहिँ हेलमेट ल्याउन बिर्स्यौँ होइन एकचोटिको लागि माफ गरिदिनुहोस् भन्छु हामी होइन मान्छ होला है मान्छ होला नमाने फाडी सक्यो होइन गाइज यहाँ चाहिँ ट्राफिकको गम्भीर टाइटको अवस्था छ होइन हामीहरू चाहिँ त्यस्तै हिँडिरहेको छौँ सायद ट्राफिकले भिडियो नबना पनि भन्न सक्छ तर हाम्रो फोन हो होइन हाम्रो मर्जी हामी बनाउँछौँ जे गऱ्यो नि हाम्रो माई लाइफ माई रुल्स हाम्रो मामा मेरो मामा 3टा 4टा मामा हामी चाहिँ अब यस्तै हो होइन भ्लग बनाइन्छ होइन देखिन्छ यहाँ चिट काटेको अवस्था होइन गाइजहरू हामी बच्यौँ हामी भाग्यौँ भाग आइरहेको छ पछाडि बाइकमा आइरहेको छु फाइनल्ली हामी चाहिँ पुग्यौँ होइन उतातिर जाऊँ न उतातिर 5 तारिकतिर जाऊँ न 5 तारिकतिर होइन साथी उता यता हामी चाहिँ हाम्रो धरमपुर पुगिसक्यौँ गाई चाहिँ हेर्न सक्नुहुन्छ एकदम रमाइलो ठाउँ छ धन्य पछि है कसले सोधेर फिल्म परेको भिडियो गरेको हिमालीमा के बुझिरहेको छ यो गएको ओए आज हामी अलिक छिटो आउँछौँ ल ओए अलिक छिटो जाने आज 4:30 बजीतिर ल केटाहरू चाहिँ गइदिएर होइन साइकलमा हामी पनि अब घरतिर चल्दिएर लगाइ हामी चाहिँ घर पुगेर पनि यहाँ रनिङको लागि जुत्ता सुत्ता लगाएर हामी साथै घर पुगिसक्यौँ छेउमा घर यहाँ चाहिँ हाम्रो अम्बक त्यही त एउटा टिभी छ अरे अहिले कसमा त उयो कस्तो लब्ली छ र त गाई अब प्रयालको जम्प हेर्नुहोस् गाइस भनेको त चढेको रुखमा आमा खाने उसले चाहिँ नभेटेको अवस्था नयाँ मान्छे गाइस यो ठुलो प्रजातिको बाँदर हो कि यो नयाँ प्रजाति निस्केको छ बाँदरको प्युर बाँदर बाँदरले यहाँ झारो तमास गर अर्काको घरको प्युर लोकल यसो छ नाम भन्दा अङ्ग्रेज यहाँ अघि लक्ष्मण लडाएर भने कि जेसीबर भनेको त त्यो पनि लड खबर लडे गाइजहरू हामी चाहिँ निस्किसक्यौँ होइन अब रनिङको लागि यता हाम्रो मिस्टर छेवाङ सर छ यता अङ्कित सर छ यता चाहिँ टेन्टासिङ प्रजल छ होइन यस्तै हो अब के गर्नु जिन्दगी अलिकति फिटनेस बढ्नु पऱ्यो गाइजहरू हामी चाहिँ उयो चाहिँ अगाडि एक्लै जाँदैछ पम्प पनि ल्याइदिउँ न इन्जिन गाडीमा हो इन्जिन गाडीमा मलाड्यो ट्रिपल लोड एकदम पंगा नि पंगा हाम्रो लागि पवित्र गङ्गा पकाएर चङ्गा ओ मेरो बम खोले ल गाइज म पनि आफ्नो घर पुगिसकेँ साथीहरूले आफ्नो घर गएँ आजको लागि चाहिँ यति भन्दै बिदा लिन्छु